आजको हाम्रो यात्रा चितवनमा रहेको उपरदाङगढी सँगै जाउँ है त। आजको यात्रा हामीले रत्नगरमा रहेको टाढीबाट सुरु गरेका छौँ। हामी बिस्तारै कालिका नगरपालिकाको पदमपुर हुँदै शक्तिखोर हुँदै हामी माथि लाग्दैछौँ। समग्रमा हेर्नुपर्दा बाटो सजिलो अनि 99% जति चाहिँ पिच नै छ है। अलिकति एक ठाउँमा चाहिँ नबनिसकेको भनौँ कि अलिकति बिग्रेको चाहिँ छ, तर ओभरअल माथिसम्मै पुग्दाखेरि एकदमै राम्रो बाटो, साँघुरो भए तापनि एकदमै रमाइलो दृश्य र एकदम इन्जोय गर्न सकिने ठाउँ है। ठुलो गाडीहरूलाई अलिकति समस्या पर्ला यो बाटोमा, तर आफ्नो प्राइभेट साधनहरू जस्तो बाइकहरू भयो, स्कुटर अथवा कारहरू यस्तोमा चाहिँ हामी सजिलै पुग्न सकिने ठाउँ रहेछ। लगभग 50 मिनटको ड्राइभमा भनौँ न, 50 देखि 1 घन्टाको ड्राइभमा हामी त्यहाँ पुगियो र बिहान पुगेर बेलुका फर्कनको लागि पनि सुइटेबल नै रहेछ यो ठाउँ, नर्मली चितवनवासीको लागि है। पहिला म धेरै वर्ष अगाडि त्यहाँ जाँदाखेरि खासै बाटोको सुविधा पनि थिएन। हामी शक्तिखोरबाट ट्रेकिङ गरेरै माथि गएका थियौँ। अहिले चाहिँ बाटोको पनि सुविधा, साथसाथै त्यहाँ होमस्टेहरू पनि टन्नै रहेछन्। त्यहाँ गएर बस्नको लागि पनि राम्रो सुविधा रहेछ। हामी पनि त्यहीँ गएर खाना खायौँ, निकै मिठो खाना खुवाउनु भयो। लगभग 50 रुपियाँको शुल्क पनि लाग्दो रहेछ। पहिला म धेरै वर्ष अगाडि जाँदा त्यहाँ त्यो तोपहरू जस्तो राखेको पनि देखेको थिएँ, अहिले चाहिँ देखिनँ। अब त्यो केही कारणले कतै हटाइएको या सारिएको होला, त्यो चाहिँ मलाई अलिकति जानकारी भएन। र यहाँबाट लगभग 8 किलोमिटरमा मायाटार रहेको रहेछ। हामी त्यहाँ पनि पुग्यौँ र मायाटार आइसके पछाडि हामी एकैछिन बसेर अब तलतिर फर्किने तयारीमा लाग्दैछौँ।